मगर समुदायको भाषा, लिपि, चाडपर्व र नाचहरूको बारेमा सबैले जानिराखौं। मगर समुदायका सांस्कृतिक रंगहरू अत्यन्तै समृद्ध छन्। समुदायका नाच गीतहरूमा जीवनका कथा, खुशी, अनुभूति र परम्पराहरू सजीव रूपमा झल्किन्छन्। घाटु नाच, मारुनी नाच, कौडा नाच, सोरठी नाच, हुर्रा नाच, मयूर नाच, थाल नाच, झाँक्री नाच यी सबै मगर समुदायका मौलिक नाचहरू हुन्, जसले समुदायको पहिचानलाई अझ उजागर गर्छन्। मगर समुदायका आफ्नै भाषा छन्, ढुट, खाम र काइके। यी भाषाहरूमा संस्कृति, कथा, गीत र इतिहासका मूल्यवान पक्षहरू आजसम्म सुरक्षित भएर बाँचिरहेका छन्। जन्मदेखि जीवनका अन्तिम संस्कारसम्म मगर समुदायका आफ्नै विधि, परम्परा र विश्वासहरू छन्। समुदायका धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू वापाले परम्परागत विधि अनुसार सम्पन्न गरिदिन्छन्। समुदायका चाडपर्वहरू पनि निकै महत्वका छन्। मिनामलेस, बराहिमीजोङ, भूमे पर्व। यी पर्वहरूले मात्र मनोरञ्जन होइन, समुदायको एकता, शक्ति र पहिचानलाई अझ मजबुत बनाइदिन्छन्। मगर समुदायको आफ्नै मौलिक लिपि अक्खा लिपि हो। यस लिपिले भाषा, इतिहास र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। इतिहास, कला, संस्कृति र पहिचानले भरिपूर्ण मगर समुदाय आज पनि आफ्नो मौलिक परम्परालाई गर्वपूर्वक बोकेर अघि बढिरहेको छ।